हेलो साथीहरू नमस्कार। मेरो मिलिङ भकमा हजुरहरूलाई स्वागत छ। मैले चाहिँ आज गुन्द्रुक र आलु बनाउन लागेको। सुरुमा चाहिँ मैले आलुलाई यत्तिको रातो हुने गरेर फ्राई गरेँ। त्यसपछि यसमा गुन्द्रुक एड गरिदिएँ साथीहरू। गुन्द्रुकलाई नै यसरी मजाले फ्राई गर्ने। फ्राई गरेन भने चाहिँ मिठो हुँदैन है। मलाई चाहिँ फ्राई गरेकै मनपर्छ। हजुरहरूलाई चाहिँ कस्तो मनपर्छ है साथीहरू। म चाहिँ मजाले यसरी फ्राई गर्छु। अनि यत्तिको भएपछि चाहिँ यसलाई गोलीभाँडा राखिदिने। अनि गोलीभाँडालाई नि मजाले यसरी फ्राई नै गर्नुपर्छ। यसलाई चाहिँ केही पनि चाहिँदैन। गुन्द्रुक र आलुलाई चाहिँ मिठो बनाउनको लागि मसलाहरू धेरै हाल्नै पर्दैन। खोर्सानी पड्काउने, त्यसपछि लसुन हाल्ने, अनि गोलीभाँडा राखिदिने। त्यसपछि मजाले यसरी पकाउने। अनि यसलाई चाहिँ गोलीभाँडा पाक्नको लागि एकछिन छोपेर छोडिदिन्छु साथीहरू मैले। अनि अब चाहिँ पाकिसक्यो, यत्तिको भयो साथीहरू मेरो चाहिँ तरकारी। अब यसमा हल्का रस राखिदिन्छु, थोरै भयो क्या यसमा। यो चाहिँ मैले चौलानी हालिदिएकै साथीहरू, चामल पखालेको पानी हो यो चाहिँ। अनि मेरो चाहिँ यत्तिको भयो साथीहरू तरकारी। हजुरहरूलाई मनपर्छ कि पर्दैन है गुन्द्रुकको तरकारी? मलाई चाहिँ एकदम मनपर्छ। छिटो पनि हुन्छ, मिठो पनि हुन्छ है। मेरो चाहिँ यत्तिको खानाको लागि रेडी भयो। अब साथीहरू हजुरहरूलाई कस्तो लाग्छ? मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद साथीहरू। बाई बाई साथीहरू।